मेरो डेट छ म डेटिङ हिँडेको सिम्पल डेट विथ माई यहाँ दुईजना दाजुहरू हुनुहुँदो रहेछ क्या खत्रबाट हेलो एभ्रिवान वेलकम टु माई भिडियो लेट्स गो ल हामी चाहिँ यहाँ तलतिरदेखि हाम्रो गाउँ हो त्यहाँदेखि हामी यता चल्यो मेरो डेट छ क्या म डेटिङ हिँडेको दिदीले अनि पुरा हुने अब जङ्गल छ नि त नि एक्लै जानु डर हुन्छ अहिले पुरा किडन्याप भइरहेको छ ऊ तलतिर चाहिँ हो दिसङ्ला अनि यता हामी चनौटेमा छौँ यो बाटो चाहिँ 1 वर्ष भयो नहिँडेको है गाउँमा यस्तै हो 1 वर्ष पनि म्याक्स अलिक धेरै भइसक्यो 1 महिना ज्यादा भइसक्यो पोहोर चाहिँ मेरो घोरैडाँड गएको थियौँ आज हामी घोरैडाँड चाहिँ पुग्दैनौँ किनभने हामी चाहिँ यतै गर्छौँ अनि अप्ठ्यारो छ बाटो है त्यही भएर सतर्कता अपनाउनु पर्छ फेरि यहाँ पनि कुकुर जाऊ तिम्रो बाटो जाऊ तिमी जा सिमरन जीले अपनी जिन्दगी अनि उता चाहिँ देखिनुहुँदैछ खेलाडी मान्छेहरू कोहरू हो गेम सेम चाहिँ अब पहिला चाहिँ साफी नै हेरिन्थ्यो कुदिन्थ्यो मेरो दिदीलाई थाहा छ म कति गेम हेर्नु कुद्थेँ भनेर कति गेम हेर्नु कुद्थेँ म दिदी कति गेम हेर्नु कुद्थेँ म बिहान निस्केको बेलुका राति मात्र आउँथ्यो अहिले चाहिँ अब हिँडिँदैन बुढेसकाल लाग्यो जस्तो छ बुढेसकाल किबीबारी अनि हाम्रो गाउँ चाहिँ यो नजिकवाला खालि अलिक परतिर छ उता बालङ्ख अनि यो चाहिँ जङ्गल सब काटेर आएको हामीले अनि यहाँ हुनुहुन्छ खतरा देखिनु भएको छ राम्रो मान्छे नै छैन भलिबल ग्राउन्डहरू यस्तो भइरहेको विरक्त छ अनि दिसँग स्कुल पुग्नु लाग्यौँ दिदीलाई चाहिँ के भयो अरे 4वटा पर्खाल 4वटा भित्ता हेर्दा घरको अक्कला गरे 4 दिवारको कोठामा भने जस्तो भयो अरे मैले चाहिँ लिएर आएको के गर्नु जिगरका टुक्रा छोड्नु सकिँदैन म त बालङ्खा भनेर त अघि त कहाँ पो देखाएछु दिदी पाङचाप पो देखाएछु यहाँनिर त नदेखिँदो रहेछ त पाङचाप त्यो अग्लो भएको चाहिँ पाङचा उता धुम्मा न अनि उता हाम्रो गाउँपछि त उता भित्र पो रहेछ त नि हौ कस्तो नथाहा पाएको म त गलत स्मल होइन मिनी अझ मिनी स्मल छोटा छ अनि मेरो चाहिँ अलिकति म घाइते छु है हिजो आज चाहिँ मेरो त कि हावाले त उडाएर केसको पनि बिरलै होला भिडियोमा त के गर्नु त अब यस्तै छ एकछिन चिटिक्क पनि हावाले उही गर्छ गति हुन्छ नि दाइ भाइको पनि बाइक हुने साथीको पनि बाइक बोयफ्रेन्डको पनि बाइक अनि हाम्रो चाहिँ न दाइ भाइको बाइक छ न भाइ छ न दाइ छ अनि न बाउको गाडी छैन न बोयफ्रेन्ड त कुरै न अनि त्यही भएर चाहिँ हामी मुड फ्रेस गर्नु पनि खुट्टा दुखाउनु पर्छ यो खुट्टा पहिला मुड फ्रेसको लागि खुट्टा दुखाउनु पर्छ यो चाहिँ फुटबल ग्राउन्ड हो है स्यामसिला फुटबल ग्राउन्ड ठुलो छ सानो तडाको स्यामसिला चोक स्यामसिला फुटबल ग्राउन्ड ए ग्राउन्डमा कसले डिस्टर्ब गरौँ त हटो ग्राउन्ड बुकी फुल फुलेर कस्तो दामी भएर क्यामेरा डिस्टर्ब गर्ने जहिले झिगा क्यामेरा डिस्टर्ब गर्ने झिगा जहिले मैले केहीको सिन निकाल्नु पर्यो भने खालि निस्किरहेको झिगा हो सुनसान छ क्या जङ्गलै जङ्गल छ होइन यहाँ चाहिँ वरिपरि कहीँबाट नि सुनिँदैन क्या कहीँबाट नि सुनिँदैन अनि पहिला चाहिँ यतातिर चोरी हुन्थ्यो अरे क्या पहिला रोड नहुँदा बारी बोकेर हिँड्ने समयमा चाहिँ यतातिर चोरी डकैती हुन्थ्यो अरे नि दिदी चोरी डकैती साह्रो हुने ठाउँ अरे यहाँ तारा छ अनि यतातिर चाहिँ एकचोटि जङ्गलमा मान्छे पनि मारेको थियो अरे यो साइडमा यतातिर राखेर जङ्गलै जङ्गल छ क्या
यहाँदेखि चाहिँ कराए पनि यहाँ मान्छेलाई एक दुईजनालाई त त्यत्तिकै गायब पारिदिन्छ। अब अहिले चाहिँ के भन्छ रोड आयो गाडीहरू हिँडिरहेको छ, जङ्गल फाड्यो, पातुलो भयो नि त। पहिला यस्तै डरलाग्दो ठाउँ हो यो चाहिँ। पावाला 5 नम्बर, हाम्रो 5 नम्बर, यो 5 नम्बर हो। उता 8-9 नम्बर होला सायद। एकचोटि यहाँ माथिदेखि घाँसीमा सरर तलसम्म लडीबडी गर्नु मलाई थियो क्या। यतादेखि हामी आएको नि त मस्तिर चाहिँ के पर्छ, यो तलको गाउँ चाहिँ सार्लोखा, अनि उताको चाहिँ बाक्चाखा हो यो चाहिँ। अनि अझै उतापट्टितिर चाहिँ के भन्छ भोजपुरै हो, छापगाउँ कता के होला सायद। यो चाहिँ पावाला जाने बाटो। हामी चाहिँ सिधा जाने स्ट्रेट हामी त दार्जिलिङ त स्ट्रेट हो, राम्रो छ स्ट्रेट। हामी चाहिँ दायाँ बायाँ आँख बंद करके स्ट्रेट चलना रे हमको, हम सीधे जाना है। जंगल है जंगल जंगल। भोजपुर जिल्ला। यो सेतो सेतो कुहिरोतिर चाहिँ हिमालहरू देखिन्छ कि खुब। यसरी जङ्गलको समाप्त भए सँगसँगै हामी बयाङ बजार प्रवेश गरिसकेका छौँ। हामीले बजार पार गरेर आइसक्यौँ। अनि यो रहेको छ के भन्छ बुढाबाईको हटिया लाग्ने ठाउँ। यता देख्न सक्नुहुन्छ ग्राउन्ड। म आजको पत्रकारहरू क्या पुरै होइन। राम्रो छ नि। हामी कहाँ जाने लु म देखाउँछु है। हामी यहाँदेखि ठाडो जाने हो, जाने अनि उपरतिर जाने। अनि यो ठाउँमा चाहिँ पहिला बजार अहिले पनि लाग्छ, बुधबारे बजार लाग्छ। अनि हामी पछाडि देखेको ग्राउन्ड पहिला चाहिँ सानो थियो, आउँथ्यौँ कि म बुवासँग आउँथेँ। अनि पुरा खानेकुराहरू खानु, भेडा बाख्राहरू छ है पछाडि मेरो। कालो देखिँदैछु, अब कालो देखिने यस्तै हो, चित्त बुझाउनु पऱ्यो। गलत डाइरेक्सनमा हिँडेपछि कालो नदेखेर गोरो देखिन्छ भने एक्सपेक्ट गर्नु पनि गाह्रै छ है। मलाई गर्मी भएर म चाहिँ कपाल बाँधेको थिएँ, फेरि हावा चल्न थाल्यो यता। रमाइलो गाउँ बस्ती सहर, एकदम राम्रो भ्यू है। हामी चाहिँ आइपुगिसक्यौँ, एकदमै राम्रो छ। आज हिजो चाहिँ दिन खुलेको थिएन अरे, आज चाहिँ खुलेको छ। एकदमै राम्रो देखिराखेको छ। वी आर भेरी लकी पर्सन होला सायदै, आज चाहिँ खुल्यो। हिजो चाहिँ अब खुलेन, अस्तिको दिनै आउनेको सोच्थ्यो। यहीँ बसेर खाने हो र। खीहरू साकेला लाग्ने ठाउँ यहाँ चाहिँ। क्या पडोसी के छु आगले कपाल उडाएर मुखैभरि पसिसक्यो, के गर्नु र। बेहोस पनि हुँदैन नि भने जस्तै। त्यहाँ माथि उसको बिचमा गएर बसेँ त, यतै बसौँ। सिम्पल डेट विथ माई पार्टनर है त। पार्टनर भनेको आफूसँग जे जस्तो छ त्यस्तै लानुपर्छ। पार्टनर भन्ने बित्तिकै बोयफ्रेन्ड मात्रै भन्ने हुँदैन। अनि डेट भन्ने बित्तिकै बोयफ्रेन्ड गर्लफ्रेन्डसँग मात्रै गइन्छ भन्ने हुँदैन। म चाहिँ मेरो दिदीसँग डेटिङ आएको छु आज। म त देखिँदैछु नि त, कहाँ छ देखिनु हुँदैछ हौ। अनि यहाँनिर
छट्ट लाएर भ्यू हेर्दै 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 रमाइलो छ। चेयर्स। चटपटी चाहिँ किन्ने छ, चम्ची नै ल्याउनु बिर्सेछ। केटीले चम्ची नै भन्नु भएन रहेछ। हामीले आउनुको मुख्य उद्देश्य भनेको चाहिँ घरमा बोरिङ भएर मुड फ्रेसिङको लागि बयाङ आएको छौँ। अनि चाहिँ हाम्रो बजार हो, बेला बेला आइन्छ। अहिले चाहिँ यता भन्दा उता बालङखातिर चाहिँ हाम्रो गाडी पनि लाग्छ नि त, उता आइहालिन्छ। गाउँमै गाउँ चाहिँ यता जङ्गलै जङ्गलबाट छ, त्यही भएर त आइदिएन। धेरै पछि यो ठाउँहरूमा म लगभग मेरो 12 सकेपछि मेरो साथीसँग आएको थिएँ एकचोटि। अनि अलिक तल भ्याङ्गुते ढुङ्गा भन्छ, बहिनी छ होला होइन। अनि म चाहिँ त्यति बेला साथीसँग आएको थिएँ। म त्यहाँदेखि चाहिँ आएकै छुइनँ भनेपछि 4 वर्ष, समथिङ 4 वर्षपछि। अहिलेको अहिले जाडो भो, अहिलेको अहिले जाडो भो। राम्रो आइरहेको छ। कत्रो मोटो कत्रो मोटो कत्रो मोटो कत्रो मोटो। अब त्यो चौतारामा गएर भिडियोहरू खिचिन्छ ओरिन्छ। साथीहरू यस्तै छ है, घरमा बस्दा बस्दा बोर लागेर बाहिर निक्ल्यो त अनि उसोले तनाव गर्छ। मेरो केसै आज के हो भइरहेको बाँधिदिएको। यो कपाल सानो कपालहरू धेरै छ नि त मेरो, त्यही भएर भ्यागुते ढुङ्गामा नि जाउँ भने यहाँ तल ढुङ्गामा किन गइ होइन। त्यहाँ तल ढुङ्गा त छ कि ऊ त्यहाँनिर, तर अब त्यहाँबाट चाहिँ भ्यूहरू दामी देखिन्थ्यो। त बक्चोदी हरकत गरे हौ साँच्ची भनौँ। आज सफल दाल चाहिँ किन हुसुमा नि चस्मा लगाएको त, किन लगाएको त? बेलुका भएपछि मौसम यस्तै हो, त्यसैले हामी चाहिँ अब घर जाँदैछौँ। लेट्स गो, घर जाउँ। हेलो फ्रेन्ड। अनि फ्रेन्ड खुलो मौसम है अलिक, तर घर हिँडेको। भैँसीहरूले फोन गर्न थाल्छ होला, भैँसीले फोन गर्छ फेरि एकछिन। हेलो फ्रेन्ड आउँ। दिदी चाहिँ भैँसीले फोन गर्दैछ भन्दा अगाडि अगाडि कुद्नु हुँदैछ। भैँसीको पनि त बच्चा छ नि त, दुध दुहुनुपर्छ नि त नि। म घरमा नआउँदाखेरि अलिक कहाँनिर चाहिँ खल्लो हुन्छ त, केमा खल्लो हुन्छ? केमा खल्लो हुन्छ? किचनमा। किचनमा मास्टर सेफ हो नि त नि। बालाङा गएर 60 रुपियाँको बाइक किनेर लिएर आउँछु म। अब बाइक होइन कारै किनिदिन्छु नि म, त्योभन्दा त अब सक्दिनँ क्या अरे म। सोही कुदेर हामी चाहिँ जङ्गल पार गरिसक्यौँ। गाउँ प्रवेश गऱ्यौँ। अब चाहिँ हामी यहाँ चाहिँ गाउँ छ। यता चाहिँ मौसम यता दामी खुलेको छ, उता चाहिँ त्यही भएर मलाई रिस उठ्छ। दिदीको चाहिँ मेरो झिँगाको त पखेटा त टाउकोमा छ कि क्या हो। आज के लिए बस इतना ही, आपकी तरह मैं भी मायूस हूँ। बाय बाय, थ्याङ्क्स फर वाचिङ।